चटपटे भाजा, हाम्रोतिर त झालमुरी भन्छ, कसलाई मन पर्छ। यो त एकदमै दामी मिठो हुन्छ। बनाउन कति इजी छ, तर यो अर्कै अर्कै यो यसको छैन। मुरी के भन्छ, मुरीलाई हाम्रोतिर त मुरी चाहिँ भन्छ हैन, मुरीको चटपटे हुन्छ। यो मुरी छैन, यो नमकिन छ। नमकिन जुन म बनाउँछु आफ्नो बच्चाको लागि घरमा खानालाई, यो बनाउन एकदम मिठो हुन्छ हैन। यसको नमकिनको चटपटे म इन्डियातिर खाएको थिएँ अनि म घरमा ट्राई गरेँ। यो एकदम मिठो हुन्छ। पहिला नमकिन हाल्ने अनि त्यसमा चाउचाउ अनि टमाटर, प्याज, ग्रीन चिली अनि आलु उमालेको हैन, अनि चाउचाउको मसाला हाल्ने, नुन हैन, यो के अरे नुन अनि चाट मसाला अनि अलिकति खुर्सानी पाउडर अनि यो जिरा पाउडर हालेर अलि ओइल हालेर एकदम मिक्स राम्रोसँग गर्ने। अनि पछि लास्टमा एकदम अलिक कागतीको जुस, जति मन पर्छ हैन, अलिक मन पर्छ भने अलिक हैन, अनि कागतीको जुस मजाले हान्ने। अनि त्यसपछि ग्रीन कोरिएन्डर हैन, धनिया राम्रो मसिनो काटेर, अनि त्यसपछि बब्बालै दामी भएको थियो। खाएर हजुर पनि टेस्ट गर्नुहोस्, बनाउनुहोस् हैन। अनि मेरो भिडियोलाई लास्टसम्म त आइहाल्नु भयो। मेरो भिडियोलाई लाइक गरिदिनु अनि च्यानललाई फलो पनि गरि